फाइनल्ली हामी आज चाहिँ साला बहिनीको छोराको न्वारानमा छौँ, जो चाहिँ हामीले भडै भन्नुपर्छ। करिब 25 गते चाहिँ उनले यो धरतीमा पाइला टेकेका थिए, यो संसार सुन्दर संसार चाहिँ देखेका थिए। आज हामी 5 दिन पछाडि चाहिँ हामीले पौराणिक संस्कार अनुसार चाहिँ हामीले आज न्वारान गरिदियौँ। हामी यो परदेशमा भए तापनि हामीले सकेसम्म र परापूर्वदेखि चलिआएको यो संस्कारमा आधारित रही हामीले चाहिँ यो आज विशेष यो भडीको न्वारान गरेका छौँ। विशेष त छोटो भाषामा भन्नुपर्दा नाम राख्ने दिन पनि भनिन्छ यसलाई। यता फुजू अनि यता सम्पूर्ण आफन्तहरू जो चाहिँ एउटा परदेशमा रहेर पनि आफ्नो गाउँठाउँका सम्पूर्ण आफन्तहरू हामीले बोलायौँ। यता बहिनीले चाहिँ यो हामी एउटा भोजको लागि एउटा खसी पनि धालेका थियौँ, बोका। त्यो बोकाको कलेजो पोल्दै हुनुहुन्छ भने यता मैले चाहिँ मजाले सितन बनाउँदैछु है त। यो खसीको सितन हो नि, फेरि मजाले पिस पिस बनाउँदैछु। अलिकति रुगा लागेको छ, त्यसैले म मास्क लगाएको छु फेरि भने तलपट्टि मामाले चाहिँ मजाले पिस पिस गर्दै हुनुहुन्छ। अब म एक राउन्ड यसरी भित्रतिर डुल्न मन लाग्यो कि मलाई चाहिँ, यो तलतिर हेर्न मन लाग्यो। अनि म डुलेँ, थकै चाहिँ एकदमै महसुस भएको छ है। बिहानदेखि लागेको यस्तै महसुस भएको छ, थकाइको महसुस चाहिँ। भने पारिपट्टि चाहिँ यहाँ रोटी पनि हालौँ भन्ने कुरा भयो। हामीले यो मैदाको रोटी यहाँ हाल्दैछौँ। यो एक कार्टुन चाहिँ रोटी बनायौँ हामीले। यता बहिनीहरूले फुजूहरूले चाहिँ रोटी बनाउँदै हुनुहुन्छ। नाटक यसरी चाहिँ नाटक गर्ने होइन, फेरि त्यहाँ काम गर्नुपर्छ खुरुखुरु। भने पारिपट्टि यो एक कार्टुन चाहिँ रोटी छ, बन्दैछ। कोही काँचो छ, कोही पाकेको छ। टक्कले तेलमा मजाले यो काँचोको चिम्टी बनाएर हामीले रोटी पनि पकाउँदैछौँ। मजाले तेलमा फर्र उम्लेको तेलमा चाहिँ रोटी पाकिराखेको छ। यता चाहिँ बहिनीले हालिराखेको छ भने उता चाहिँ फुजूले चलाइराख्नु भएको छ है। अनि अब म यसरी डुलेँ, फेरि मलाई चाहिँ यहाँ मात्र बस्नु मन लागेन कि फेरि परतिर हेरौँ भनेको यतातिर। उहाँ चाहिँ विशेष आजको हाम्रो विशेष मान्छे हो, जसले चाहिँ गाउँले भाषामा जैसी भनिन्छ। उहाँ हो आजको खासमा विशेष मान्छे। एउटा नामाकरण गर्ने, त्यो भडीको नाम हेरिदिने र नाम राखिदिने मान्छे चाहिँ उहाँ हो खासमा। भने अब म परतिर जानु पर्ला। यसो यता रोटी पाक्दैछ, परतिर चाहिँ यता बहिनीको काम त्यो कलिजो पोल्ने काम भइराखेको छ आगोमा है। अनि यता चाहिँ पिस भइराखेको छ मासु। अनि यता भित्रपट्टि गएको त त्यहाँ पनि मजाले रोटीहरू बनिराखेको छ। अनि यतातिर बच्चाहरू चाहिँ मोबाइल हेरिराखेका छन् आफ्नो धुनमा। भने आफ्नो कामकाजमा तल्लीन हुनुहुन्छ सबैजना। कतिपय मान्छे रोटी बनाउने हुनुहुन्छ, कतिपयले चाहिँ आफ्नो धन्दा गर्ने हुनुहुन्छ। हामी चाहिँ यो नाम हेरिसकेपछि लगभग उहाँले जैसीको काम चाहिँ निर्वाह गरिसकेपछि एउटा केही दिने चलन छ, उहाँले चाहिँ त्यो राख्दै हुनुहुन्छ। भने यतापछि बच्चाहरूले चाहिँ मजाले गेम खेल्दैछन् के अहिलेको यो जमानामा। त्यही त हो नि है। भने आजको विशेष मान्छे चाहिँ बहिनी, अनि यो चाहिँ बच्चा बाबु। यो भडेको चाहिँ आज विशेष न्वारान हो नि। फेरि आजको विशेष मान्छे चाहिँ उनी हुन्। उनको लागि चाहिँ आज यो भतेर भएको हो भने न्वारान गरिएको हो। यसरी यो परम्परा अनुसार चाहिँ यसरी यो यसले आँखा कोर्ने भनिन्छ। यो भालेको खुट्टोले यसरी कोरिन्छ। कोरिसकेपछि यसले चाहिँ पछाडिपट्टि फाल्नुपर्छ। 3 छति कोरेपछि यसको मुख्य उद्देश्य चाहिँ आँखाले चाहिँ अलि देख्ने बनाउँछ भन्ने पनि एउटा गाउँले पारामा उद्देश्य छ। भने बाहिर चाहिँ म आएँ, मजाले फ्राई गरेँ यसलाई चाहिँ है। अब हामी अन्तिम चरणमा चाहिँ यसरी हेऱ्यौँ, जो चाहिँ 6 महिनापछि बच्चाको मुखमा चाहिँ जुठो खुवाउनु पर्छ भन्ने प्रचलन पनि छ। त्यो काम पनि यो परदेशमा आजै सकौँ भन्ने भयो कि फेरि हामीले अलिकति पाहोर हाल्यो। अनि त्यहाँबाट
छोरो मान्छेले चाहिँ खोक्री चाहिन्छ नि त खोक्री बोक्यो कोडाली बोक्यो र हामी चाहिँ गयौँ यसरी दिदीले फान्दै हुनुहुन्छ मेरो बुढीले खन्दै भनेपछि बहिनीले पावर बोक्दै र फुजूले चाहिँ बच्चा बोक्दै बाहिर निस्किँदै यो घरलाई चाहिँ एक राउन्ड घुमाउनु पर्छ नि त यसले चाहिँ है यो संस्कार फेरि मान्नुपर्छ पाएपछि दिदीहरूले चाहिँ मजाले खोक्रीले झ्याम झ्याम फान्दै पछि खन्दै अनि त्यहाँ चाहिँ फुजूले बच्चा बोक्दै लौरो टेक्दै अनि बहिनीले चाहिँ मजाले त्यो पाहुरमा फेरि रक्सी हो नि रक्सी 3 पानी त्यहाँबाट चाहिँ एक आधा रोटी बोकेर चाहिँ उल्सीहरू बोकेर यो 5 जनाको टिम चाहिँ हिँड्नु भयो मजाले बसेर खान पर्छ यो फेरि यही 5 जनाले यो चिकनहरू खान पर्छ यो सक्न पर्छ अब यहाँ बसेर मजाले खानुपर्छ यहाँ आइसकेपछि सुताउँ एकछिन चाहिँ सुताइन्छ बच्चाले आराम गरिन्छ दोकोमा राखेर भनेपछि यो चाहिँ खान पर्छ अरे के फेरि जो 5 जनाको टिम छ त्यो 5 जनाको टिमले मात्र खान मिल्छ नि त यो चाहिँ अरूले नमिल्दो रहेछ त्यो पनि एउटा पौराणिक संस्कार हो यो हामीले चाहिँ एकदमै बचाइराख्न पनि जरुर देख्दछु बेबी चाहिँ मजाले सुत्दैछन् उनी है भनेपछि कस्तो लाग्छ यो आजको विशेष एपिसोड यता चाहिँ यो मेरो भान्जाको यो चर्दी कला उनी एकदमै चकचके छन् नि फेरि उनले पनि आज विशेष त यो माहौलमा अझै विशेष माहौल बनाउन उनले मुख्य भूमिका खेलिरहेका छन् बिरामी छन् सन्जो छैन यिनलाई अलि तैपनि उनको चर्तीकला टाउकोमा चाहिँ के लगाउनु कुन्नी खै उनी धेरै चकचक गर्दैछन् यसरी चल्दैछन् त्यो कुरै छोडौ है कस्तो लाग्यो आजको यो भिडियो राम्रो लाग्यो भने राम्रो नलागे चाहिँ कमेन्ट सेक्सनमा सोध्नु होला यस्तै भिडियोहरू धेरै छन् म फेरि अपलोड गर्नेछु यो भान्जाको चर्तीकला चाहिँ कस्तो मजाले चल्दैछन् मैले मसँग बोल्दा पनि मलाई चाहिँ पुरै फायर भएर रिसिराखेको कि उनी चाहिँ अब विशेष छ नि त है यो आज चाहिँ महलको अन्तिम क्षणमा यो हाम्रो चाहिँ गाउँले मामा अलिकति उहाँले चाहिँ नसा लागेछ नसा लागिसकेपछि चाहिँ गीत गाउने हुनुहुन्छ जलको आयो तैयारी खोलाको कादै बसी मायालाई बोलाको ठीक छ मामा हैन थ्याङ्क यू सो मच कस्तो लाग्यो भिडियो त्यस्तै सल्लाह सुझाव दिनु होला भन्दै अहिले चाहिँ म छुट्टिन्छु हस् त नमस्ते